कन्टिन्यू पानी परे पछाडिको चाहिँ आज त्यति घाम त लागेको छैन, तैपनि मौरीहरूको उडान बच्चाहरू उडाउने र चरनको लागि खाना नपाएर तडपिरहेका थिए मौरीहरू। हेर्नुहोस् कस्तो मजाले उडिरहेछ। न्यानो न्यानै छ, जस त्यस्तो चिसो छैन। मौरीहरू 2 दिनदेखिबाट बाहिर निस्किन पाइरहेको थिएन, त्यसले गर्दाखेरि अब चाहिँ पुरा मौरीहरू निक्लिरहेछ। यो फुल पनि अब यो तोरी पनि सबै ढलेर बर्बाद भएको छ, तैपनि मौरी जबरजस्ती रस तान्न भनेर गइ नै रहेको छ। यो तोरीबारी यत्रो छ, तैपनि अब यहाँ मौरी आफै पानीमा भिज्ने सम्भावना बढी भइरहेछ, किनभने थोपा थोपा पानीहरू हुन्छ त्यसमा, मौरी घरमा के अरे सरी तोरीको बोटमा। अनि मौरीको उडान चाहिँ यस्तो राम्रो छ नि, हेर्नुहोस् एकदमै राम्रो उडान भइरहेछ।